भन्नुको कारण, हात्ती भन्नुको कारण, सुँगुर भन्नुको कारण चाहिँ खास किन तपाईँलाई के जस्तो लाग्छ तपाईँको मनबाट भन्नुहोस्? मैले के भन्छु भनेदेखि हो त्यही हो। अब उनीहरूले चाहिँ सुरुमा विनाशकारीको बुढीले चाहिँ मेरो फोटो भिडियो अर्कैको टिकटक लाइभमा सो गरिदिएको थियो। उनीहरू पछि त्यो कुरा सकिसकेको थियो हाम्रो। पछाडि विनाशकारी आएर मलाई उनीहरूको दुईवटा जिसी थियो क्या, रातो टाउको जिसी अनि विनाशकारीको जिसी। रातो टाउको जिसीमा चाहिँ म गएर बस्दै, एकजना मेरो साथी हुनुहुन्थ्यो, त्यही भएर म उता गएर बस्थ्यो। त्यही बेला चाहिँ उता आज हाम्रो जिसीमा आएन, बसेन। अब म जहाँ गयो त्यहाँ भिड गर्छ, हजुरलाई पनि थाहा होला सायद। अनि हाम्रो जिसीमा आएन भनेर चाहिँ उनीहरूले मलाई ठोक्न थालेको थियो अनि गाली गर्थ्यो। अनि त्यहाँदेखि खै किन उनीहरूले कासी मलाई सुँगुर बुङ्गुर भनेर त्यो सुँगुर घुरेकोमा मेरो फोटो भिडियो राख्न थालिसक्यो। अनि त्यो राखिसकेपछि मेरो फ्यामिलीको फोटो भिडियो राखिसकेपछि मैले पनि राखेकै हो, राखेको पनि छु। गएर हेर्दा पनि हुन्छ फेसबुकमा मैले उसको सासु आमाको फोटो भिडियो बिगारेर राखेकै छु र उसले पनि मेरो राखेकै छ। उसले टिकटकमा राख्छ, फेसबुकमा पनि उसले मेरो पैसा खायो भनेर उसले पनि फेसबुक फ्याज आइडी खोलेर राखेको। फेरि अहिले माया गोले तामाङ मेरो नाम गरेर मेरो नम्बरमा फेरि भिसी भनेर त्यो विनाशकारीले राखिदिएको छ। मैले बगैँचा मलाई थाहा छ कि त्यो विनाशकारीको आइडी भनेर। पक्कै पनि यस्तो नगर्नु होला। भोलि गएर यो केसले गर्दाखेरि होइन, यो ठुलो इस्यु बनेछ तपाईँहरूको जीवनमा पनि भन्न चाहन्छु।